हेलो गाइज, वेलकम टु माई ब्लग। यो हो मेरो पछाडि मकैबारी। कोराम कोराम होइन नि, मकैबारी दोर्याम दोर्याम हरेको। हामी चाहिँ भर्खर कम्पनी काम सकेर निस्किएको। हाम्रो कम्पनी चाहिँ पछाडि छ होइन। यो चाहिँ कम्पनीको टाढो लास्टै गर्मी बढेर पोल्यान्डमा अहिले हाल धेरै नै गर्मी बढेर हामी चाहिँ यसरी हिँडिरहेको छौँ। ल यहाँ त अहिले त गहुँ पनि काटिसकेछ नि। बिहानसम्म त काटेको थिएन, कति चाँडै काटिसकेछ। अहिले अब हामी 2:03 गयो, रुम पुग्दा 2:30 हुन्छ। अनि भोलि हाम्रो छुट्टी छ। आज बिन्दास तरिकाले बिदा मनाउनु पर्छ हामीले। अनि आज हामी गएर तितौरा बनाएर खानेछौँ, हो कि होइन बाबु? अनि हामीले आज भोलि छुट्टी हो नि त, आज गएर तितौरा चटपट के बनाएर खाने हो। यता लास्टै गर्मी बढेर कति भयो। यो चाहिँ हाम्रो कम्पनी छिर्ने यहाँ इन्डियाको यसो देखेको छ। यहाँबाट कम्पनी जाने बाटो हो। अनि अहिले चाहिँ हामी कम्पनीबाट त आइसक्यौँ र यो घाममा बिना छाता हामीहरू यसरी हिँडिरहेको छौँ। हामी दुईजना। हेलो, कता हिँडेको? चिटिक्क परेर यस्तो गर्मीमा। तर है जेसुकै भने पोल्यान्डको घर चाहिँ साह्रै राम्रो, सजावट एकदम दामी गर्ने, डेकोरेसन हुनु पनि है। फुलहरू त कति राम्रो राम्रो। यो हो मिस एल्भी हो। हामी चाहिँ आज यता माथि जङ्गलको बाटो जान थालेको, मेन रोड छोडेर। कहिले कहिले यसो भित्री बाटो नि जाम भनेर यताको हामी भित्री कता हो ड्युटी सकेर हामी यस्तो पारामा। होइन गाइज, यहाँ चाहिँ पोल्यान्डमा यति धेरै मकै खेती भइरहेको छ। यहाँको चाहिँ गहुँहरू काटिसकेछ, यता मकैहरू छ, यहाँ पर ओखर पनि छ। अनि अब यस्तो गर्मी बढेको छ, यति गर्मी बढेको छ पोल्यान्डमा। ओ माई गड भइरहेको छ। अब यता आलुबारी, आलु आदि खनिसकेछ। यता यसरी आलुबारी यता छ, यो आलु खेती यता छ, घरहरू सम्झना हिँडिरहेको छ। यता चाहिँ मकैबारी। यो हो हामी चाहिँ यता भित्री बाटो आएको, कति मेन रोड हिँड्ने भनेर। यो चाहिँ ओखरको बोट हो। अब यो ओखर पनि अलि दिनमा खाने टाइम हुन्छ। यताको मकैबारी यस्तो मकैहरू न पानी लाउनु छ नि, न मकैबारी क्या दामी छ। घामले गरेर सबै ओइलिसक्यो मकैबारी हो। यो मकैबारी कोरेम कोरेम भन्ने यो मकैको बारी देख्दाखेरि एउटा गीत छ नि, मकैबारी कोराम कोराम हरियो काँक्रा कोराम कोराम भन्ने त्यो गीत छ। यस्तो छ यताको मौसम, लास्टै छ मकैबारी हो। सबै गहुँबारीहरू काटिसकेछ। यो चाहिँ खानेकुरा हो, तर हामीलाई नाम चाहिँ थाहा छैन होइन। पाकिसकेछ नि हो के हो खै कुन्नि। यो चाहिँ यता ती पाइन्छ।
वाउ ऊ आफै झर्छ हौ पाकेको भएर नि राम्रोसँग पाके छैन रहेछ नि हामीहरूले चाहिँ अहिले यति टिप्यौँ यहाँ टिप्दैछन् आज तितौरा बनाएर खाने यसको पनि बनाउनु पर्छ बाटैमा हुन्छ खानेकुरा यताको मान्छेहरू कसैले खाँदैन त्यसैले हामी आइदिएको भन्ने रे के होइन है फेरि त्यस्तो चाहिँ नभन्नु तर यताको घरहरू चाहिँ यस्तो दामी धेरै ठुलो नि छैन यस्तो दामी दामी घरहरू छ नि त्यता नि गहुँ काट्दै रहेछ नि गहुँ काट्दै रहेछ पर यताको घरहरू चाहिँ एकदम दामी दामी यो ऐना आऊ ऐना हेर्ने हेलो हामीहरू नि पैसा टन्न कमाएर गएर नेपालमा गएर यस्तै घर बनाउनु पर्छ ल यस्तो दामी घर बनाउने होइन धेरै ठुलो बनाएर नि काम छैन सानोको सानो चिटिक्क परेको बनाउनु पर्छ यस्तो दामी दामी छ नि यता घरहरू त ओ माइ गड खालको अब हामीले पनि पैसा बिस्तारै बिस्तारै अब जम्मा गरेर यति धेरै बनाएर यस्तो दामी घर बनाउनु पर्छ कि यताको जसरी नि यस्तो तर त्यो सपना कहिले पो पुरा हुनु ड्युटी गएर आउँदा यस्तो हालत छ त्यो गर्नलाई त कति त्यस्तो घर कहिले जग्गा किन्नु कहिले घर बनाउनु सोच्दा पनि विरक्त लाग्छ यस्तो दामी घरहरू छ नि यता गर्मीले आँखै देखेको छैन हौ मैले त यो चाहिँ हाम्रो घरनिरको स्कुल हो यहाँ यो चाहिँ स्कुल छ अहिले स्कुल छुट्टी छ यही स्कुलको पछाडिको भाग हामी पछाडिबाट आएको भएर अनि यो हाम्रो घरनिरबाट नजिकैको स्कुल हो यो स्कुल ल यहाँ चाहिँ साग टिप्न हामी भित्रीबाट आएर पनि यी फाइदा चाहिँ लट्टेको साग टिप्नलाई कि यस्तो लट्टेको साग टिपेर भरे पकाएर खानुपर्छ त्यही भएर हामी बेला बेलामा भित्रीबाट आउँछौँ कि आउने कारण चाहिँ साग टिप्नलाई हो अहिले चाहिँ हामीले यति पायो यति भएपछि एकजनालाई काफी हुन्छ योमा आलु मिसाएर खानलाई काफी लट्टेको साग खानुपर्छ आज यो घर हेर्नु न यस्तो दामी छ यहाँ गाइज हामी चाहिँ फाइनली रुम आइपुग्यौँ यो हो हाम्रो घर बिट्टो मिस्का 49 यो हो हाम्रो घर हामी बिहान बिहान यताबाट ड्युटी जान्छौँ तर हामी अहिले चाहिँ यताको बाटो आएको अब तपाईहरुलाई हाम्रो सब्जी बारी देखाउने छु ल यो हो हाम्रो घर अनि यो हाम्रो घरको गेट यो गेट खोलेर हामी यसो गरेर यता सब्जी बारी जाँदैछौँ सब्जी बारी यो हाम्रो घरको यहाँ कस्तो राम्रो बनाएको छ यहाँ खानालाई छुट्टीमा हामी यहाँ सेकुवा बनाएर खाने हाम्रो ठाउँ हो यो र हामीले रोपेको सब्जी देखाउने छु
योमा चाहिँ सेक्पाहरू बनाएर खाने यहाँ मजाले बसेर। अनि यता हाम्रो करेसवारी जाने छ, यहाँ फुल छ। अनि त्यसपछिबाट यता हेर्नुहोस् त, हामीले यति राम्रो फर्सी रोपेको, दामी छ नि, दामी। वाउ, मेहनतको फल मिठो हुन्छ भनेको यही हो कि। यस्तो दामी छ, यस्तो मजाको छ नि, यस्तो मजाको भएको छ। यसलाई खान पनि माया लाग्दो छ, यस्तो मजाको। एउटा दुईटा कति धेरै फलेको छ। यता चाहिँ यो लामो र पहेँलो खालको फर्सी छ। अनि यता बैगुन हुँदैछ। यो यहाँ काँक्रा थियो। अनि यो हो हाम्रो टमाटर। यता चाहिँ हामीले टमाटर लगाएको छौँ। यो हो टमाटर छ यता। यहाँ चाहिँ स्ट्रबेरीको बोट छ, यहाँ टमाटर छ, गोडमेलो गर्दैछ मेरो। यता हाम्रो चाहिँ हामीले यता पनि फर्सी रोपेको छौँ। यो फर्सी, यो चाहिँ फर्सीको भर्खर हुँदैछ यतै। यो हो हाम्रो स्याउ। यो पालि गर्मी भएर खासै राम्रो भएन स्याउ। यहाँ स्याउ छ, दामी स्याउ, हाम्रो स्याउ। वाउ, है खै यति काँक्रा निक्रेछ है। यति अस्ति पनि लिएर गएको थियो नि त हामीले, है। त्यही भएर यति अहिले यति निस्क्यो। टमाटर अलिक खाने बेला भएन। स्याउ चाहिँ अहिले यस्तो भइरहेको छ। चुकन्दरहरू पनि छ, फुलहरू। तर हाम्रो योमा सबसे ज्यादा यो खुर्सानीको बिउ, यो पनि हामीले रोपेको। यो सब कति राम्रो छ। यो फर्सी त झन् यस्तो वाउ। यही हो हाम्रो करेसबारी, यस्तो छ। यसमा थुप्रै छ। यो चाहिँ हाम्रो कम्पनीको बाजे हाम्रो जाडो महिनामा भनेर दाउरा ल्याइराखिदिएको छ घरबेटीले। यो दाउरा छ, यता पनि छ, उता पनि छ। यो हो हाम्रो घर। अब यहाँबाट हामी भित्र छिर्नेछौँ। यता पनि छ हाम्रो दाउरा। फाइनली हामी भर्याङ चढेर यता एकदम यो भयो। अबको माथि गर्मीले त रातै भयो गाइस, लास्टै गर्मी। फेरि यहाँबाट फेरि एक सर्ट भर्याङ चढ्नुपर्छ। पसिना आएर रातो र पिरो भयो। अब चाहिँ हाम्रो रुम आइपुग्यो। लास्टै गर्मी भयो। अब हामी चाहिँ अब कोल्ड कफी खानेछौँ। हामी चाहिँ अब ढोका खोलेर भित्र बस्नेछौँ। ल अब चाहिँ हामी यहाँ भित्र जानेछौँ। खासै उसै छैन हाम्रो रुम, होइन। तर यहाँ पनि हाम्रो ऐना छ नि। फेरि हाम्रो यहाँ पनि ऐना छ, तल पनि ऐना छ। रुममा आउने बित्तिकै सुरुमा हामी ऐना हेर्नेछौँ। ड्युटी यसरी जानुपर्छ यहाँ पसिनाले। ल अब हामी चाहिँ फ्रेस भएर कोल्ड कफी खान्छौँ। गर्मी, हाई गर्मी। तर गर्मी भए पनि ठिक छ हामी भन्ने। लु फाइनली म रुम आएर फ्रेस भइसकेँ, यहाँ नुहाइधुवाइ गरेर। अनि अब म कोल्ड कफी खानेछु। मेरो साथीले चाहिँ खाइसकेको छ। अब मैले चाहिँ खान बाँकी छ। म चाहिँ किनभने भर्खर फ्रेस भएर। अनि मलाई चाहिँ मेरो साथीले बनाइदिएको है यो चाहिँ कोल्ड कफी।
दामी दामी दामी। यो चाहिँ मेरो किचन हो। किचन यो चाहिँ अघि हाम्रो करेसाबारीमा फलेको यो फर्सी हामीले चाहिँ हिजो बेलुका टिपेर ल्याइसकेको थियौँ। हामीले यहाँ यसरी लिएर राखेको छौँ। यसलाई अब बनाएर खाने। यो आफ्नै बारीमा फलेको फर्सी। अर्को डल्लो खाले चाहिँ हामीले टिपे छैन मैले। योलाई अहिले यसको छ नि त, त्यही भएर यो खाने पहिला अनि त्यसपछिबाट त्यो खाने हो। ल गाइज अब चाहिँ फाइनल अब त्यो मेरो हाम्रो यो भिडियोलाई हेरेर लाइक सब्सक्राइब सेयर के गर्नु मिल्छ गरिदिनु होला। सपोर्ट पनि गरिदिनु। राम्रो नराम्रो के छ